नमस्ते सबैलाई मेरो युट्युब च्यानल शिक्षा खबर नेपालमा आज पनि म एउटा सब्जेक्ट वर्ब एग्रिमेन्टको कक्षा लिएर उपस्थित भएको छु। विद्यार्थी भाइ बहिनीहरूलाई विभिन्न परीक्षाहरूमा सोध्ने सब्जेक्ट वर्ब एग्रिमेन्ट आज म बुझाउन लागिरहेको छु र यस क्लासबाट विद्यार्थी भाइ बहिनीहरूले सब्जेक्ट वर्ब एग्रिमेन्टको कन्सेप्टलाई सुरुमा बुझ्नुहुनेछ। सब्जेक्ट वर्ब एग्रिमेन्ट भनेको के हो त? सबभन्दा सुरुमा हामीले यस बारेमा बुझ्नु आवश्यक छ। त्यसैले मैले के लेखेको छु भने द प्रोसेस अफ युजिङ वर्ब अकॉर्डिङ टु द नम्बर अफ द सब्जेक्ट सिंगुलर और प्लुरल इज कॉल्ड सब्जेक्ट वर्ब एग्रिमेन्ट। अर्थात सब्जेक्टको कर्ताको नम्बर अनुसार सिंगुलर वा प्लुरल अनुसार प्रयोग गरिने वर्ब क्रियाको प्रयोग गरिने प्रोसेसलाई प्रक्रियालाई नै हामी सब्जेक्ट वर्ब एग्रिमेन्ट भन्छौँ। जस्तै यहाँ हामीले चाहिँ नम्बर अफ सब्जेक्ट भनेका छौँ। नम्बर अफ सब्जेक्ट भनेको कर्ताको नम्बर हो। यो नम्बर भनेको इंग्लिशमा दुईटा भयो, एउटा सिंगुलर नम्बर भयो, एउटा प्लुरल नम्बर भयो, एकवचन र बहुवचन। र एकवचन कर्ता र बहुवचन कर्ता अनुसार कर्ता अनुसार क्रियाको प्रयोग गर्ने प्रक्रियालाई नै सब्जेक्ट वर्ब एग्रिमेन्ट भनिन्छ। पोइन्ट्स टु रिमेम्बर, यहाँ सम्झिनु पर्ने पोइन्ट्सहरू के छन् भने सिंगुलर सब्जेक्ट टेक्स सिंगुलर वर्ब, सिंगुलर सब्जेक्ट टेक्स सिंगुलर वर्ब, अर्थात सिंगुलर सब्जेक्टसँग सिंगुलर वर्बकै प्रयोग गरिन्छ र प्लुरल सब्जेक्ट टेक्स प्लुरल वर्ब, अर्थात प्लुरल सब्जेक्टले प्लुरल वर्ब नै लिन्छ। त्यसैले गर्दा यदि सब्जेक्ट सिंगुलर छ वर्ब चाहिँ प्लुरल लगाइयो भने त्यो सेन्टेन्स मिल्दैन, त्यो गल्ता हुन्छ, ग्रामेटिकल्ली सेन्टेन्स रङ हुन्छ। यदि प्लुरल सब्जेक्ट छ भने सिंगुलर वर्ब लगाइयो भने पनि सेन्टेन्स रङ हुन्छ। त्यसैले सिंगुलर सब्जेक्ट छ भने सिंगुलर वर्ब नै प्रयोग गर्ने र प्लुरल सब्जेक्ट छ भने प्लुरल वर्ब नै प्रयोग गर्ने। अब सिंगुलर वर्बहरू भनेको के हो त? अब हामी त्यहाँतिर लागौं। सिंगुलर वर्ब्सहरू भनेको इज सिंगुलर वर्ब हो, वाज सिंगुलर वर्ब हो, हैड सिंगुलर वर्ब हो, डज सिंगुलर वर्ब हो र वर्ब 5 सिंगुलर वर्ब हो। भने प्लुरल वर्ब्सहरू भनेको चाहिँ आर, वेयर, हैव, डू र वर्ब 1। अब हामीले वर्बलाई किन सिंगुलर भन्यौं त भन्दा किनकि यी वर्बहरू जहिले पनि सिंगुलर सब्जेक्टसँग मात्रै लाग्छन्। भने त्यस्तै यी वर्बहरू चाहिँ जस्तै आर, वेयर, हैव, डू, वर्ब 1 चाहिँ जहिले पनि प्लुरल सब्जेक्टसँग मात्रै लाग्छन्। त्यसैले हामीले यिनीहरूलाई प्लुरल वर्ब भन्यौं। इज, वाज, हैज, डज, वर्ब 5 लाई चाहिँ हामीले सिंगुलर वर्ब भन्यौं र आर, वेयर, हैव, डू र वर्ब 1 लाई चाहिँ हामीले प्लुरल वर्ब भन्यौं। किनकि इज, वाज, हैज, डज, वर्ब 5 जहिले पनि सिंगुलर सब्जेक्टसँग मात्र लाग्छ र आर, वेयर, हैव, डू, वर्ब 1 यिनीहरू जहिले पनि प्लुरल सब्जेक्टसँग मात्र लाग्छन्। अब हामीले सिंगुलर वर्ब र प्लुरल वर्ब जानिसकेपछि अब लागौं सिंगुलर सब्जेक्ट भनेको के हो त? एकवचन कर्ता भनेको के हो त? नाउन और प्रोनाउन दैट डिनोट, जसले संकेत गर्छ, नाउन और प्रोनाउन दैट डिनोट्स one person, place, animals or thing, एउटा सिंगल व्यक्ति, ठाउँ, जनावर अथवा कुनै पनि वस्तुलाई जनाउँछ भने त्यसलाई हामीले एकवचन कर्ता भन्छौँ। भने प्लुरल सब्जेक्ट भनेको चाहिँ नाउन और प्रोनाउन दैट डिनोट्स मोर देन वन, एक भन्दा बढीलाई संकेत गर्ने, जनाउने नाम वा सर्वनामलाई हामीले प्लुरल सब्जेक्ट अथवा बहुवचन कर्ता भन्यौं। जस्तै यहाँ एक्जाम्पलमा सिंगुलर सब्जेक्टको एक्जाम्पल ही, सी, इट, राम, सीता, नेपाल, टाइगर एक्सेट्रा जति पनि सबै एउटा सिंगललाई जनाउने सिंगुलर सब्जेक्ट। भने प्लुरल सब्जेक्ट भनेको चाहिँ जस्तै यहाँ एक्जाम्पलमा मैले दिएँ वी, यू, दे, राम एन्ड स्याम, बोइज, गर्ल्स, पिपल, स्टुडेन्ट्स, चिल्ड्रेन एक्सेट्रा, अथवा एक भन्दा बढीलाई संकेत गर्ने
चाहिँ कर्ताहरूलाई हामीले प्लुरल सब्जेक्ट अथवा बहुवचन कर्ता भन्यौँ। र आजको एउटा यो छोटो क्लासबाट तपाईले सब्जेक्ट वर्ब एग्रिमेन्ट भनेको के हो भन्ने कुरा बुझ्नुभयो। कर्ता अनुसार क्रियाको प्रयोग गर्ने प्रक्रियालाई सब्जेक्ट वर्ब एग्रिमेन्ट भनिन्छ। र यहाँनिर हामीले सम्झिनु पर्ने कुरा चाहिँ सिंगुलर सब्जेक्ट टेक्स सिंगुलर वर्ब, प्लुरल सब्जेक्ट टेक्स प्लुरल वर्ब। अब सिंगुलर वर्बहरू भनेको इज, वाज, हैज, डज वर्ब 5, प्लुरल वर्ब भनेको आर, वेयर, हैव, डु वर्ब 1 र सिंगुलर सब्जेक्ट भनेको एउटा व्यक्ति, वस्तु, कुनै पनि कुराहरूलाई जनाउने सिंगल एउटालाई मात्र जनाउनेलाई हामीले सिंगुलर सब्जेक्ट भन्छौँ। जस्तै ही, सी, इट, राम, सीता यस्तै यस्तै एउटालाई मात्र संकेत गर्ने जति पनि छन् तिनीहरू सिंगुलर सब्जेक्ट हुन्। प्लुरल सब्जेक्ट भनेको चाहिँ वी, यु, दे, राम एन्ड स्याम, बोइज, गर्ल्स यस्तै यस्तै धेरैलाई अथवा एक भन्दा बढीलाई संकेत गर्नेलाई हामीले प्लुरल सब्जेक्ट भन्यौँ। आजको यस क्लासमा तपाईले सब्जेक्ट वर्ब एग्रिमेन्ट भनेको के हो र यसका चाहिँ सम्झिनु पर्ने कुराहरू के हुन्, सिंगुलर वर्ब भनेको के हो, प्लुरल वर्ब भनेका के हुन्, सब्जेक्ट सिंगुलर सब्जेक्ट भनेको के हो, प्लुरल सब्जेक्ट भनेको के हो भन्ने कुरा बुझ्नुभयो। अब हामी आगामी अर्को क्लासमा सब्जेक्ट वर्ब एग्रिमेन्टको बारेमा, अन्य रुलहरूको बारेमा र इक्जाम्पलको बारेमा छलफल गर्दै अगाडि बढ्नेछौँ। त्यतिन्जेलसम्मको लागि धन्यवाद।